सेवा नमस्कार सबैजनालाई म मुना राईको तर्फबाट आज फेरि हजुरहरू समक्ष पुनः अर्को भिडियोको साथ उपस्थित भएको छु। आज चाहिँ म विशेष गरी आफूलाई लागेको कुराहरू यहाँहरू समक्ष चाहिँ केही शेयर गरौँ कि भनेर यहाँहरू समक्ष म यो भिडियो मार्फत उपस्थित भइरहेको छु। राजनीतिक विषय अहिले आएर चाहिँ देशको परिस्थिति, देशको अवस्था हेर्दाखेरि चाहिँ हामीले हिजोको दिनमा जसरी राजनीतिक अस्थिरता चाहिँ हाम्रो देशले भोगिरहेको थियो, आज चाहिँ झन् अझ जटिल परिस्थितिसँग चाहिँ देश गुज्रिरहेको अवस्था छ। किनभने हाम्रो जुन स्थायी सरकार नेपालमा अहिलेको अवस्थामा चाहिँ नभएको कारण र जुन अन्तरिम सरकारको निर्माण भएको छ र यो अन्तरिम सरकारले अब के कस्तो कामहरू गर्नेछ भविष्यमा हैन, र एउटा देशलाई निकास दिनको लागि चाहिँ कस्तो खालको चाहिँ भूमिका निर्वाह गर्नेछ भनेर अझै त्यो हेर्न बाँकी नै छ हैन। सँगसँगै अब विभिन्न किसिमको चुनौतीहरू र जिम्मेवारीहरू पनि हामी जस्तो सचेत नागरिकको काँधमा आइपरेको छ भनेर पनि यहाँहरू सबैलाई एकचोटि यो विषयमा पनि म जानकारी गराउन चाहन्छु। किनभनेदेखि अहिले आएर देश जुन एउटा चाहिँ 72 जना चाहिँ शहीदहरूको बलिदानले रगतले लतपतिएको छ हैन, र त्यो त्याग र समर्पण र उहाँहरूको चाहिँ जुन बलिदानको चाहिँ जुन संघर्ष उहाँहरूले गर्नुभएको छ, आफ्नो प्राणको चाहिँ आहुति दिएर चाहिँ देश र नेपाली र नेपाल र नेपालीको भविष्यको लागि उहाँहरूले आफ्नो प्राणलाई तुच्छ मानेर जुन बलिदान दिनुभएको छ हाम्रो लागि, त्यो बलिदान व्यर्थ नजाओस् हैन भनेर पनि हामी म लगायत हामी सबै एकदमै चाहिँ यस विषयमा चाहिँ गम्भीर छौं जस्तो पनि मलाई लाग्छ है। सम्पूर्ण नेपालीहरू जति पनि देश तथा विदेशमा बसिरहनु भएका सबै नेपालीहरू चिन्तित हुनुहुन्छ यो विषयलाई लिएर। राजनीतिक अवस्था हैन, देशको राजनीति चाहिँ एकदम अस्तव्यस्त, एकदम अस्थिर छ अहिले आएर हैन। विभिन्न किसिमका पुराना दलदेखि लिएर अहिले आएर हाम्रो चाहिँ नयाँ केही गरौँ भनेर चाहिँ देशको लागि हैन केही गरौँ भनेर अगाडि बढिराख्नु भएका हाम्रो नयाँ पिढीका भाइ बहिनीहरू पनि अहिले आएर चाहिँ देशको जिम्मेवारी काँधमा लिएर अगाडि बढ्नको लागि पनि राजनीतिमा चाहिँ प्रवेश गर्न गइराख्नु भएको पनि त्यो पनि देखिरहेका छौं हामीले। र अहिले आएर चाहिँ कुनै न कुनै प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हाम्रो अहिलेको भाइ बहिनीहरूले पनि देशको राजनीतिलाई बुझ्नु भएको रहेछ भनेर पनि यो जुन जेएनजीको हाम्रो आन्दोलन भयो हैन, भाइ बहिनीहरूले गर्नुभयो, यसबाट पनि प्रष्ट बुझिएको छ। र म चाहिँ यस विषयमा के भन्न चाहन्छु भने अहिले आएर जेएनजी भाइ बहिनीहरूको आन्दोलनले हैन तपाईको चाहिँ जुन एउटा यो देशमा चाहिँ एउटा परिवर्तन ल्याएको छ हैन, अझै परिवर्तन ल्याएको छ जुन चाहिँ मतलब जुन चाहिँ वर्षौंदेखिको चाहिँ एउटा राजनीतिमा चाहिँ जुन नेपालको राजनीतिमा भएको एकदमै फोहोरलाई चाहिँ फ्याल्नको लागि हैन चाहिँ उहाँहरूले आफ्नो प्राण त्याग दिनुभएको छ हैन। त्यो हाम्रो भविष्यको लागि, हाम्रो भावी पिढीको भविष्यको लागि जुन चाहिँ एकदमै भ्रष्टाचार, एकदमै व्यथितिले चाहिँ व्याप्त भएको नेपालको चाहिँ तपाईको सरकार हैन चाहिँ तपाईकोले चाहिँ केही नेपाली जनताको चाहिँ अधिकार र हितको लागि काम नगरेको, सबै आफ्नो स्वार्थ र आफ्नै परिवार र आफ्नो स्वार्थमा मात्र चाहिँ लिप्त भइरहेको कारणले पनि नेपाली जनता एकदमै निराश भइरहेको अवस्थामा भाइ बहिनीहरूले जुन प्रकारको एउटा आन्दोलन गरेर एउटा इतिहासमा चाहिँ आफ्नो नाम लेखाउनु भएको छ, यसको चाहिँ सदियौंसम्म चाहिँ यो हाम्रो पछाडिको पिढीले पनि चाहिँ यसको चाहिँ यो समय, यो चाहिँ दिनलाई बिर्सने छैन भनेर पनि म भन्न चाहन्छु हैन। र अहिले आएर हाम्रो देशको राजनीतिमा चाहिँ जुन एउटा पहिलादेखि जुन पुरानो अलिकति तपाईको पाको उमेरको मान्छेले हैन, पाको उमेरको व्यक्तिले राजनीति गर्ने र पुरानै दल, पुरानै पार्टी, पुरानै मान्छेको चाहिँ जुन हावी थियो हैन हाम्रो चाहिँ देशको राजनीतिमा भनेपछि अहिले आएर अलिकति धार परिवर्तन भएको अवस्था छ हैन। र अब
जति पनि अहिले भाइ बहिनीहरू अगाडि आउनु भएको छ होइन, त्यो हेर्दाखेरि चाहिँ अब हिजोको दिनमा जसरी चाहिँ चलिरहेको थियो देश, अब लाग्छ अब अलिकति सकारात्मक सोचपट्टि पनि जाउँ होइन। त्यो हेर्दाखेरि अब भोलिको दिनमा चाहिँ अब जुन हिजोको अवस्था थियो नेपालमा, त्यो भोलिको दिनमा त्यही ठ्याक्कै नहोला होइन। त्यो ठ्याक्कै अब त्यो चाहिँ हुँदैन भनौँ होइन। किनभनेदेखि अब हिजोको दिनमा चाहिँ जुन एउटा चाहिँ भनिन्छ नि, एउटा कसैले नसोचेको कुरा होइन, जसरी चाहिँ यो पुरानो पार्टी जस्तो नेपालको चाहिँ सबैभन्दा पुरानो ठुलो पार्टी भनेर चिनिने जस्तो एमाले, काङ्ग्रेस, माओवादीलाई चाहिँ नेपालको चाहिँ सरकारबाट, राजनीतिबाट चाहिँ यसलाई चाहिँ पुरै जरेदेखि उखालेर फ्याल्न सक्छ कसैले भन्ने खालको त्यो सोचै कहिले पनि कसैले सायद सोचेको पनि थिएन होला भन्छु क्या म त। तर त्यो पोसिबल भयो होइन। हिजोको दिनमा चाहिँ यो हुनै सक्दैन भनेको कुरा, असम्भव भन्ने कुरा पनि असम्भव भनिएको कुरा हो नि यो होइन, कसैले कल्पना नगरेको। तर यो भएर देखाउनु भयो क्या जेन्जी भाइ बहिनीहरूले। असम्भव भनेको कुरालाई पनि तपाईँको 24 घण्टा नबित्दै होइन त्यसलाई सम्भव बनाएर देखाउनु भएको छ। र यो कारणले पनि अब अहिले आएर धेरै चाहिँ हाम्रो नेपाली समाजमा र चाहिँ तपाईँको सामाजिक सञ्जालमा चाहिँ हाम्रो अलिकति सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रियाहरूले चाहिँ धेरै ठाउँ पाइरहेको पनि मैले चाहिँ देखिरहेको छु क्या। किनभनेदेखि अब अहिले आएर जुन यो कल्पना नगरेको कुरा थियो नि त होइन, जस्तो एमाले, काङ्ग्रेस, माओवादीलाई चाहिँ कसैले पनि चाहिँ हटाउन सक्दैन, अब केपी ओलीको सरकारलाई ढाल्न सक्दैन कसैले पनि भन्ने खालको कुराहरू आज गलत भएको छ नि त होइन। जुन चाहिँ त्यो अनुमान गरेको जुन त्यो चाहिँ एउटा कुरा जुन थियो त्यो आज गलत प्रमाणित भएको छ होइन। त्यो भाइ बहिनीहरूले चाहिँ असम्भव कुरालाई सम्भव बनाएर देखाउनु भएको छ भने अब पनि अझै पनि फेरि हाम्रो सोसाइटी, हाम्रो समाजमा चाहिँ के रहेछ भने अहिले त हाम्रो स्थायी सरकार छैन होइन, यो अन्तरिम सरकार छ। अब यसले नै सबै चाहिँ हाम्रो नेपालीले सोचे जति होइन कुराहरू, मागहरू, अधिकारहरू पुरा गर्न सक्दैन जस्तो मलाई लाग्छ होइन। र त्यसको लागि एउटा देशलाई निकास दिने र चाहिँ अब आउने निर्वाचनमा चाहिँ यसको अहम भूमिका रहन्छ, त्यो चाहिँ मलाई लाग्छ होइन। र अब सबैभन्दा ठुलो कुरा भनेको अब हामी एउटा लोकतान्त्रिक प्रणालीमा छौँ होइन, लोकतान्त्रिक देशमा छौँ जहाँ चाहिँ हामीले आफूले छानेको, आफूले रोजेको हामीले मान्छेलाई चाहिँ मत दिएर चाहिँ हामीले जिताएर चाहिँ त्यो ठाउँमा पुर्याउन सक्छौँ होइन। अझै पनि हामीमा, नागरिकमा त्यो एउटा अधिकार, सबैभन्दा ठुलो अधिकार छ होइन, जुन चाहिँ अब आउने निर्वाचनमा चाहिँ हामीले राम्रो मान्छेलाई चाहिँ होइन भारी नराम्रो मान्छेलाई चाहिँ धेरै मत दिएर चाहिँ विजयी गराएर चाहिँ त्यो ठाउँमा एउटा शासन, देशको चाहिँ महत्त्वपूर्ण एउटा चाहिँ शासन व्यवस्था गर्ने एउटा चाहिँ प्रमुख भूमिकामा हामीले पुर्याउन सक्छौँ जस्तो मलाई लाग्छ होइन। त्यही भएर अझै हामी मध्ये कतिजना चाहिँ हामी निराशा छौँ, आशावादी छैनौँ होइन। उहाँहरूलाई पनि म विशेष गरी भन्न चाहन्छु, अहिले नै चाहिँ झट्टै नेपालीले पनि चाहिँ अहिले नै मलाई चाहिँ हुनुपर्छ भन्ने सोच हाम्रो नराम्रो छ क्या। किनभनेदेखि हामी आशावादी छैनौँ, पक्कै पनि हुन्छ एक दिन भनेर आशावादी र सकारात्मक सोच पनि हामीले राख्नुपर्छ जस्तो मलाई लाग्छ क्या। अब अहिले आएर सबै एकैचोटि चाहिँ जस्तो भगवान्ले चाहिँ तथास्तु भनेको जस्तो कुराहरू होइन नि त होइन। प्रक्रिया प्रणालीहरू हुन्छ, सिस्टम छ होइन, त्यो अनुसारले जानुपर्छ होला। त्यसैले पनि अहिले आएर म चाहिँ सम्पूर्ण नेपाली हामी जति पनि छौँ एउटा सचेत नागरिक है, अहिले आएर अब जेन्जी भाइ बहिनीहरूले आन्दोलन गरेर यो परिवर्तन त ल्याउनु भयो, तर यसलाई चाहिँ व्यवस्थित बनाउन र यसलाई चाहिँ तपाईँको दीर्घकालीन रूपमा अगाडि बढाएर चाहिँ देशमा साँच्चै नै वास्तविक परिवर्तन अझै बाँकी छ होइन। एउटा त्यो प्रक्रिया, त्यो व्यवस्था चाहिँ बनाउनको निमित्त चाहिँ हामीले जेन्जी भाइ बहिनीहरूले मात्र नभएर सम्पूर्ण जति पनि चाहिँ हामी नेपाली छौँ होइन, 3 करोड नेपालीकै साथ र सहयोग चाहिन्छ। यहाँ कुनै एकजना व्यक्ति, समुदाय, जात, धर्मको कुरा होइन यो है, सबै समेटेर, सबै जुटेर देश नेपालको स्वाधीनता होइन, नेपालको अखण्डता होइन को लागि चाहिँ हामीले
आफ्नो जिम्मेवारी आफ्नो तर्फबाट निभाउनुपर्छ। त्यही भएर जेनजी भाइ बहिनीहरूले गर्नुभएको उसमा चाहिँ अब जुन एउटा परिवर्तन एउटा आएको छ त्यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउनको लागि सम्पूर्ण जेनजी मात्र नभएर सबै जेनेरेसनहरू चाहिँ लागि पर्नुपर्छ जस्तो मलाई लाग्छ र पोजिटिभ सोच्नुपर्छ होइन, किनभने पोजिटिभ सोचले अवश्य पनि पोजिटिभ रिजल्ट नै ल्याउनेछ भोलि गएर जस्तो मलाई लाग्छ। अनि सबै समेटिएर सबै हामी मिलेर होइन अब चाहिँ जति पनि हामी अहिले नयाँ पिँढी छौँ राजनीतिमा चाहिँ जसले इन्ट्रेस्ट राखेर अगाडि बढ्नु भएको छ उहाँ भाइ बहिनीहरूलाई पनि म के भन्न चाहन्छु भने अब नयाँ भन्ने बित्तिकै नयाँमा चाहिँ अलिकति अनुभवको कमी हुन्छ होइन। नयाँमा अनुभवको कमी भएको कारणले हामीलाई पुरानो हाम्रो अग्रज सिनियरहरूको पनि हामीलाई सल्लाह सुझावको हामीलाई जरुरत पर्दछ है। त्यही भएर सबैको क्या नयाँ पुरानो शिक्षित अनुभवी विज्ञ सबैको चाहिँ हामीलाई उत्तिकै चाहिँ उनीहरूको सबैको आफ्नो ठाउँमा आफ्नो भूमिका हुन्छ। त्यही भएर पनि सबैको जिम्मेवारी केही न केही देशको लागि हुन्छ र म ठुलो तँ ठुलो यो ठुलो ऊ ठुलो भन्नुभन्दा पनि सबैको भूमिका समान हुन्छ। त्यही भएर सबैजना मिलेर अगाडि बढ्नुपर्छ। अहिले आएर अब जेनजी भाइ बहिनीहरूले मात्र पनि अब हामीले गरेको यस्तो त्यस्तो भनेर त्यो एउटा घमण्ड पनि चाहिँ गर्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्दैन है। किनभने यो समग्र चाहिँ सबै नेपालीको कुनै न कुनै अब भाइ बहिनीहरूले आन्दोलन गर्नुभयो होला, फिल्डमा उत्रेर फ्रन्ट लाइनमा गएर चाहिँ त्यो गर्नुभयो देशको लागि होइन भने कतिपय अनसिन हुन्छ नि त होइन। जस्तो भनौँ फिल्ममा पनि एउटा मेन हिरो र साइड हिरो भन्ने हुन्छ नि होइन। अनि जुन चाहिँ स्क्रिनमा नदेखेको पर्दा पछाडिका हिरोहरू पनि भनेर भनिन्छ नि होइन। त्यस्तै तरिकाले अब जेनजी भाइ बहिनीहरूले फिल्डमा उत्रेर फ्रन्ट लाइनमा उत्रेर काम गर्नुभयो जस्तै अरू जेनेरेसनले पनि होइन अरू चाहिँ नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबाहरूले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ त्यो आन्दोलनलाई सहयोग गर्नुभयो, सपोर्ट गर्नुभयो। त्यही भएर यो सम्पूर्ण नेपालीको जित हो। जेनजी भाइ बहिनीहरू मात्र नभएर यो सबै नेपालीको जित हो र यसमा चाहिँ कसैले मैले मेरो भनेर अगाडि बढ्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यही भएर सबैजनाले चाहिँ यो अवस्था र यो एउटा चाहिँ अवसरलाई चाहिँ र यो एउटा कठिन परिस्थितिमा चाहिँ सबैले चाहिँ मिलेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ है। अब घमण्ड देखाउने समय छैन, किनभने फेरि अहिले आएर तपाईँ हामी बीच नै मनमुटाव तपाईँ हामी बीच नै चाहिँ होइन अब दोषारोपण गर्ने एकले अर्कालाई दोष देखाउने काम भयो भने भोलि गएर फेरि त्यही पुरानो सिस्टम हामीमा हावी हुन बेर छैन भनेर भन्छु क्या। त्यही भएर त्योहरू पनि हामीले सोचेर सजग र सतर्कता अपनाएर चाहिँ अगाडि अब आउने दिनमा अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ है। यति भन्दै यहाँहरू समक्षबाट म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।